हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हाम्रो यस नयाँ भिडियोमा। फेरि पनि आज एउटा नयाँ टपिक लिएर तपाईहरुको माझमा उपस्थित भइसकेको छु र आजको यस भिडियोमा हामी वाटर च्याप्टर पढ्नेछौँ इन डिटेलमा। यो च्याप्टर्सबाट एक्जाममा लङ क्वेसन सोध्छ, सो भिडियो कम्प्लिट वाच गर्नु होला। कहीँ पनि कन्फ्युजन लाग्यो भने तुरुन्त सोध्नु होला। हाम्रो टपिक वाटर रहेको छ। वाटर भनेको के हो यो सबैलाई थाहा छ हो। त्यही वाटर हो जुन चाहिँ तपाईले बुझ्नुभयो, त्यही वाटर हो जुन पानी हामीले खाने गर्छौं, त्यही पानी हो। वाटर भनेको के हो? पानी हो जुन हामी सधैँ डेली लाइफमा युज गर्ने गर्छौं है। त्यही वाटरको बारेमा आज हामी पढ्ने छौं है। सो वाटरलाई हामी क्लासिफाई गर्छौं दुईटा क्याटेगोरीमा। त्यसको हार्डनेस र सफ्टनेस नेचर अनुसार हामीले दुई भागमा डिभाइड गर्छौं है। वाटरको नेचर अनुसार हामीले पानीलाई दुई पार्टमा डिभाइड गर्छौं, एउटा हार्ड वाटर र अर्को सफ्ट वाटर है। सो क्लासिफिकेसन अफ वाटरमा हाम्रो दुईटा रहेको छ, हार्ड वाटर र सफ्ट वाटर। ओके, अब हार्ड वाटर भनेको के हो, सफ्ट वाटर भनेको के हो त्यो बुझ्न अति नै आवश्यक छ है। यदि हामीले डिटर्जेन्ट अथवा सोप भनेको साबुन, यदि सर्फ अथवा साबुनलाई पानीमा हामीले मिसायौं, त्यसलाई राम्ररी मिक्स गर्यो भने त्यहाँ लेदर प्रोड्युस हुन्छ। लेदर भनेको फिज है। त्यो फिज यदि एकदमै धेरै आयो भने त्यो चाहिँ के हुन्छ? त्यो सफ्ट वाटर हुन्छ। सफ्ट वाटरले अलवेज मोर फिदर प्रोड्युस गर्छ, धेरै फिज निकाल्छ है। र हार्ड वाटरमा फिज थोरै निस्किन्छ है। सो त्यही अनुसार यो वाटरलाई क्लासिफाई गरिएको छ। जुन धेरै फिज निकाल्छ त्यसलाई सफ्ट वाटर भन्छ है। जब हामी पानीमा डिटर्जेन्ट मिलाउँछौं, त्यो बढी फिज निकाल्यो भने सफ्ट वाटर, थोरै निकाल्यो भने हार्ड वाटर। यति बुझ्नुस् है। त्यही कुरा यहाँ भनेको छ। हार्ड वाटर भनेको के हो? अब ल्याङ्ग्वेजमा त्यही कुराहरू भनेको छ है। त्यही नै कुरा छ, तपाईले आफैले पढ्न सक्नुहुन्छ। एकचोटी म सर्लक्क पढ्दिन्छु, मजाले बुझ्नुहुन्छ है। सो हार्ड वाटर भनेको त्यही कुरा हो, वाटर दैट डज नट प्रोड्युस लेदर है। लेदर विथ सोप, साबुन अथवा डिटर्जेन्ट है, इजिली है। जुन पानीमा राम्ररी फिज आउँदैन त्यसैले त हार्ड वाटर भन्छ। एन्ड कन्टेन सम डिजल्भ साल्ट, र त्यसमा साल्टहरू, केही डिजल्भ साल्टहरू हुन्छ। के को साल्ट हुन्छ? बाइकार्बोनेट्स, क्लोराइड, सल्फेट अफ म्याग्नेसियम अर क्याल्सियम है। यो क्याल्सियम र म्याग्नेसियमको के हुन्छ? साल्टहरू, यिनीहरू प्रेजेन्ट हुन्छ के? बुझ्नुभयो? यो क्याल्सियम र म्याग्नेसियम जुन छ, यिनीहरूको साल्टहरू यो प्रेजेन्ट हुन्छ के? बाइकार्बोनेट, क्लोराइड एन्ड सल्फेट अफ म्याग्नेसियम एन्ड क्लोराइड, क्याल्सियम एन्ड म्याग्नेसियम। बुझ्नुभयो? यसैले हामी हार्ड वाटर भन्छौं। यसैगरी हार्ड वाटरको इक्जाम्पलहरू, सोर्सहरू के हुन्? ट्याप, धाराको पानी हार्ड वाटर हुन्छ। वेल, इनारको पानी, समुद्रको पानी, अन्डरग्राउन्ड वाटर है। यिनीहरू चाहिँ सबै हार्ड वाटरको इक्जाम्पलमा पर्यो। र सफ्ट वाटरको इक्जाम्पल के हो? अब डेफिनेसन मजाले थाहा छ, त्यही कुरा आयो। यस्तो पानी जुन चाहिँ डिटर्जेन्ट मिसायो भने, साबुन मिसायो भने त्यसमा बढी फिज निस्किन्छ, त्यसैले भन्छ सफ्ट वाटर। र यसमा थोरै डिजल्भ साल्टहरू प्रेजेन्ट हुन्छन्, बाइकार्बोनेट, क्लोराइड्स र सल्फेट। हार्ड वाटरमा त्यही साल्टहरू बढी प्रेजेन्ट हुन्छ, सफ्ट वाटरमा त्यही थोरै मात्रामा हुन्छ है। थोरै मात्रामा हुन्छ, त्यसलाई सफ्ट वाटर भन्छ। सफ्ट वाटरका इक्जाम्पल्सहरू रेन वाटर, डिस्टिल्ड वाटर, यिनीहरू चाहिँ के हुन्? सफ्ट वाटरको इक्जाम्पल हुन्। बोइल्ड वाटर पनि है, उमालेको पानी पनि सफ्ट वाटर हो। ओके ल, सो होप तपाईले बुझिसक्नु भयो होला। अब इक्जाममा तपाईलाई सोध्छ डिफाइन हार्ड वाटर भनेर भने तपाईले के लेख्नु पर्यो? यही लेख्नु पर्यो इक्जाम्पल सहित। र सफ्ट वाटर सोध्यो भने यति लेख्नु पर्यो। र डिफरेन्स बिट्विन सोध्यो भने यही दुईटालाई यसरी टेबल बनाएर हार्ड वाटर, सफ्ट वाटर लेखिदिनु पर्यो। इक्जाम्पल यता इक्जाम्पल लेख्नु पर्यो। यसलाई कसरी सफ्ट बनाउने, अथवा यो हार्ड वाटरलाई केले हार्ड बनाउँछ, अथवा यसमा बढी लेदर, दुईटैको फरक छुट्याइदिने कि यसमा के हुन्छ र यसमा के हुन्छ भनेर तपाईले डिस्टिङ्ग्युस गरिदिनु पर्यो। ल, टाइप्स अफ हार्डनेस। अब हार्डनेस कति प्रकारको हुन्छ? हार्डनेस पनि दुईटा प्रकारको छ। एउटा टेम्पोररी भनेको अस्थायी के,
केही छिनको लागि मात्र हार्ड हुने, फेरि आफ्नो नर्मल पोजिसनमा आउने। पर्मानेन्ट भनेको सधैँको लागि है। सो टेम्पोररी हार्ड बनाउने तत्त्वहरू के छ? द टेम्पोररी हार्डनेस अफ वाटर इज ड्यू टु प्रेजेन्स अफ बाइकार्बोनेट्स अफ क्याल्सियम एन्ड म्याग्नेसियम। नोट गर्नुहोस् है, नोट गर्नुहोस्। बाइकार्बोनेट्स अफ क्याल्सियम एन्ड म्याग्नेसियम, यसले के गर्छ? टेम्पोररी हार्डनेस गराउँछ। के गर्छ? टेम्पोररी गराउँछ है, टेम्पोररी गराउँछ। यो प्रेजेन्ट छ भने यसले टेम्पोररी हार्डनेस गराउँछ पानीको। र यो टेम्पोररी हार्डनेसलाई हटाउनको लागि हामीले बोइलिङ मेथड अपनाउन सक्छौँ र यसलाई सफ्ट बनाउनको लागि हामीले बोइलिङ मेथडबाट जाँदा हुन्छ। यसैगरी पर्मानेन्ट हार्डनेस रहेको छ। पर्मानेन्ट हार्डनेस अफ वाटर इज ड्यू टु प्रेजेन्स अफ क्लोराइड्स। हेर्नुहोस्, पर्मानेन्ट हार्डनेस गराउने भनेको कसले हो? अब क्लोराइडले हो। कसले हो? क्लोराइड एन्ड सल्फेट अफ क्याल्सियम एन्ड म्याग्नेसियम। बाइकार्बोनेटले टेम्पोररी हार्डनेस गराउँछ र क्लोराइड र सल्फेटले पर्मानेन्ट हार्डनेस गराउँछ। यो कुरा सम्झिनु होला, एकदम इम्पोर्टेन्ट छ, भेरी इम्पोर्टेन्ट। तपाईलाई 1 मार्क्समा सोध्छ है। अब एक्जाममा कसरी सोध्छ त्यो पनि बताउँछु है, त्यो झुक्किनु भएन, मजाले सबै कुरा पढ्छौँ। अब हामी पढ्छौँ रिमुभल अफ हार्डनेस अफ वाटर है। एट फर्स्टमा हामी कुरा गर्छौँ टेम्पोररी हार्डनेस कसरी रिमुभ गर्ने है। सो टेम्पोररी हार्डनेस रिमुभ गर्ने मेथड पढ्छौँ। सुरुमा रहेको छ हाम्रो बोइलिङ है। बोइलिङबाट हामी वाटरलाई केही क्षणसम्म त्यसको हार्डनेसलाई रिमुभ गर्न सक्छौँ है। सो जसरी टेम्पोररी हार्ड वाटर कन्टेन गरेको हुन्छ, के गरेको हुन्छ तपाईले बताइसके, बाइकार्बोनेट कन्टेन गरेको हुन्छ म्याग्नेसियम र क्याल्सियमको, र क्लोराइड र सल्फेट कन्टेन गरेको हुन्छ पर्मानेन्टमा है। भर्खरै मैले तपाईहरुलाई बताएँ। सो यो कुरा सम्झिनु होला कि टेम्पोररीमा के हुन्छ? टेम्पोररी हार्ड वाटरमा बाइकार्बोनेट हुन्छ म्याग्नेसियम र क्याल्सियमको। यसैगरी हार्ड वाटरमा के हुन्छ? सल्फेट र क्लोराइड हुन्छ है, क्याल्सियम र म्याग्नेसियमको। यो कुरा सम्झिनु होला। सो जसरी टेम्पोररी हार्ड वाटरमा यो कुराहरू हुन्छ है, बाइकार्बोनेट अफ म्याग्नेसियम एन्ड क्याल्सियम, जब यसलाई बोइल गर्छौँ त्यो चाहिँ केमा कन्भर्ट हुन्छ? दिज आर कन्भर्टेड इन्टु इनसोलुबल कार्बोनेट है। त्यो चाहिँ इनसोलुबल कार्बोनेट्समा के हुन्छ? कन्भर्ट हुन्छ र त्यो चाहिँ कहाँ गएर बस्छ? सेटल डाउन हुन्छ। तपाईँले पानी उमाल्दाखेरि तल गएर सेतो सेतो बसेको हुन्छ, सेटल डाउन भएको हुन्छ, त्यो चाहिँ भेटाउनुहुन्छ है। त्यही चाहिँ के हो? हाम्रो साल्ट अफ बाइकार्बोनेट हो है। त्यही बाइकार्बोनेट, म्याग्नेसियम बाइकार्बोनेट अथवा क्याल्सियम बाइकार्बोनेट, त्यही नै सेटल डाउन भएको हुन्छ तल है। पानी उमाल्दाखेरि त्यो भाँडामा तल पोर्सनतिर सेटल डाउन भएको पाउनुहुन्छ है। बुझ्नुभयो? सो दिज रिसिड आर रिमुभ बाई फिल्ट्रेसन, र त्यो जुन सेतो सेतो तल बसेको हुन्छ त्यसैलाई हामीले फिल्ट्रेसनबाट हटाउन सक्छौँ र जुन वाटर हाम्रो बच्यो त्यो चाहिँ सफ्ट वाटर भयो। ओके, त्यो चाहिँ हाम्रो टेम्पोररीको लागि मात्र त्यो सफ्ट वाटर बन्यो के। बुझ्नुभयो? सो यहाँ हेर्न सक्नुहुन्छ रिएक्सन हाम्रो दिएको छ। रिएक्सन म्याग्नेसियम बाइकार्बोनेट र क्याल्सियम बाइकार्बोनेट। जसरी हामी यसलाई बोइल गर्यौँ के भयो? अब यसमा जुन हाम्रो थियो इनसोलुबल कार्बोनेट्सहरू त्यो चाहिँ के भइदियो? सेटल डाउन भइसक्यो। भनेको यो चाहिँ केमा चेन्ज भयो? बाइकार्बोनेट चाहिँ कार्बोनेटमा चेन्ज भयो, क्याल्सियम बाइकार्बोनेट चाहिँ कार्बोनेटमा चेन्ज भयो, प्लस वाटर प्लस CO2 बनायो है। बुझ्नुभयो? यो म्याग्नेसियम कार्बोनेट र यो क्याल्सियम जुन कार्बोनेट छ यही चाहिँ के भयो? यही चाहिँ सेटल डाउन भयो के तल। बुझ्नुभयो? यही चाहिँ सेटल डाउन भयो। बुझ्नुभयो? यही रेसिड्यू पार्ट हो के, रेसिड्यू पार्ट हो जुन सेतो सेतो भाँडोको तलतिर सेटल डाउन भएको पाउनुहुन्छ, यही हो म्याग्नेसियम र क्याल्सियम कार्बोनेट है। बुझ्नुभयो? र यसैले हामी फिल्ट्रेसन गर्यो भने हामीले सफ्ट वाटर पाउन सक्छौँ। क्लियर? यही नै हो है। बुझ्नुभयो? यही चाहिँ सेटल डाउन भएको हुन्छ तलतर्फ।
ल अब हामी क्लार्क मेथड पढ्छौँ। अब क्लार्क मेथड्सबाट हामीले वाटरलाई कसरी सफ्ट बनाउने त्यो सिक्छौँ है। सो टेम्पोररी हार्ड वाटरलाई हामीले कसरी सफ्ट बनाउने क्लार्क मेथडबाट त्यो पढ्छौँ है त। सो द मेथड अफ सफ्टनिङ टेम्पोररी हार्ड वाटर बाई युजिङ लाइम। लाइम भनेको क्याल्सियम हाइड्रोक्साइड हो है। सो क्याल्सियम हाइड्रोक्साइड युज गरेर हामीले वाटरलाई सफ्ट बनाउने तरिकालाई हामी के भन्छौँ, क्लार्क मेथड्स भन्छौँ। यो तरिकामा के गर्छौँ भने हामी क्यालकुलेटेड एमाउन्ट्स अफ लाइम क्याल्सियम हाइड्रोक्साइड चाहिँ एड गर्छौँ हार्ड वाटरमा। त्यो एड गरेपछि के हुन्छ भने त्यो लाइम चाहिँ रियाक्ट गर्छ कि सोलुबल जुन बाइकार्बोनेट्सहरू छ क्याल्सियम र म्याग्नेसियमको त्योसँग रिएक्सन गर्छ र इन्सोलुबल कार्बोनेट बनाइदिन्छ है। र त्यो इन्सोलुबल कार्बोनेट्सलाई हामीले के गर्छौँ, फिल्ट्रेसन अथवा सेडिमेन्टेसन प्रोसेसबाट हामीले त्यसलाई छुट्याउन सक्छौँ अनि हामीले सफ्ट वाटर अब्टेन गर्न सक्छौँ। बुझ्नुभयो। इन दिस मेथड्स एक्सेस लाइम सुड नट बी युज। यो मेथड्समा हामीले एक्सेस लाइम बढी लाइम एड गर्नु हुँदैन, किनकि जब एक्सेस लाइम हामी एड गरिदिन्छौँ केही लाइमहरू रिएक्सन गर्न पाएन भने पछि गएर त्यो वाटरलाई हार्ड बनाइदिने काम गर्न सक्छ। त्यस कारणले हामी ठिक्क मात्राको लाइम युज गर्नुपर्छ ओके यो मेथडमा। सो यो रिएक्सन रहेको छ हाम्रो, जसरी हाम्रो क्याल्सियम बाइकार्बोनेट्स क्याल्सियम हाइड्रोक्साइडसँग रिएक्सन गराउँछ, यसले क्याल्सियम कार्बोनेट प्लस वाटर बनाउँछ है। एउटालाई काट्दिनुस् र 2 लेखिदिनुस्, यहाँ अगाडि 2 लेखिदिनुस् है। सो क्याल्सियम कार्बोनेट्स र वाटर बनाउँछ। यो कार्बोनेट्सलाई हामीले फिल्ट्रेसन मार्फतबाट छुट्याउन सक्छौँ एन्ड वी अब्टेन सफ्ट वाटर। ओके क्लियर, एकदम सिम्पल है। अब हामी पर्मानेन्ट रिमुभल अफ हार्डनेस अफ वाटर पढ्छौँ। अब वाटरको हार्डनेसलाई पर्मानेन्टली कसरी रिमुभ गर्ने। सो 1 नम्बरमा रहेको छ वासिङ सोडा है। वासिङ सोडाको फर्मुला के छ, सोडियम कार्बोनेट डट 10H2O है। सो बाई एडिसन अफ वासिङ सोडा। सो जब हामी हार्ड वाटरलाई ट्रिटेड गराउँछौँ, मिसाउँछौँ सोडियम कार्बोनेटसँग है, सोडियम कार्बोनेटसँग अथवा वासिङ सोडासँग जसरी हामी मिसाउँछौँ, जुन सोलुबल कार्बोनेट्सहरू थियो पानीमा है, जुन वाटरमा सोलुबल कार्बोनेट्स अफ म्याग्नेसियम र क्याल्सियम थियो, त्यो चाहिँ केमा कन्भर्ट हुन्छ, केमा कन्भर्ट हुन्छ ल भन्नुहोस् त। त्यो चाहिँ कन्भर्ट हुन्छ इनसोलुबल कार्बोनेटमा है। जुन सोलुबल कार्बोनेट्स वाटरमा थियो, कार्बोनेट थियो, त्यो चाहिँ केमा चेन्ज हुन्छ, इनसोलुबलमा चेन्ज हुन्छ है। इनसोलुबलमा चेन्ज हुन्छ र त्यसलाई जुन इनसोलुबलमा चेन्ज भएको हुन्छ त्यो कार्बोनेट्सलाई हामी फिल्ट्रेसन मेथडबाट इजिली छुट्याउन सक्छौँ र हामी सफ्ट वाटर अब्टेन गर्न सक्छौँ। त्यही कुरा भनेको छ, अरू केही बुझ्नु पर्दैन है। अर्को हाम्रो मेथड रहेको छ बाई पर्मुटेड प्रोसेस र यसलाई अर्को मेथड पनि भन्छ आयन एक्सचेन्ज मेथड। एकदम इम्पोर्टेन्ट कुरा रहेको छ यो है। इक्जाममा तपाईलाई पर्मानेन्ट हार्डनेस अफ वाटर कसरी रिमुभ गर्ने पर्मुटेड प्रोसेसबाट व्याख्या गर्नुस् भनेर तपाईले सोध्यो भने तपाईले यही लेख्नु पर्यो। कहिलेकाहीँ इक्जाममा झुक्याइदिन्छ। पर्मुटेड प्रोसेस नभनेर तपाईले आयन एक्सचेन्ज मेथडबाट पर्मानेन्टली हार्डनेस अफ वाटर रिमुभ गर्नुस् भनेर सोधियो भने नझुक्किनु होला। यो र यो भनेको एउटै हो है। पर्मुटेड प्रोसेस भन्यो वा आयन एक्सचेन्ज मेथड भन्यो, कुरा एउटै हो है। र यो प्रोसेसमा हाम्रो एउटा मेन रोल खेलेको छ हाम्रो जियोलाइट भन्ने केमिकल्स है। जियोलाइट्सले यहाँ ठुलो रोल खेलेको छ, सबै यसैको काम रहेको छ यसमा। सो अब हामी पढौँ है। एकदम सजिलो तरिकाले बताउँछु है। मेरो भनेको कुरा मान्नुभयो भने मजाले इक्जाममा लेख्न सक्नुहुन्छ। हेर्नुहोस्, केही पनि ल्याङ्ग्वेज तपाईँहरूलाई रट्नु घोक्नु पर्दैन के। मैले भनेको कुरा खालि सम्झिनुहोस् के है। केही यहाँ स्पेसल पोइन्ट्सहरू हुन्छ त्यो चाहिँ तपाईँले थाहा हुनुपर्छ, नोट गर्नु होला है। बाँकी त ल्याङ्ग्वेज आफैले मिलाउन सक्नुहुन्छ। सुन्नुहोस्, यो मेथडमा के हुन्छ भने हार्ड वाटरलाई हामीले बेड अफ स्पेसल मेटेरियल जसलाई जियोलाइट भन्छ त्यो थ्रु हामी पास गराउँछौँ कि। अब यहाँ फिगर छ त्यो चाहिँ म बुझाउँछु है। अब हेर्नुहोस्,
अब यही टोटल जुन हाम्रो बेड छ यो है डिफ्रेन्ट लेयरहरू छ, यसैले हामी के भन्छौँ जियोलाइट भन्छौँ है अथवा पर्मिटिड भन्छौँ है, यसैले भन्छौँ। क्लियर भयो एउटा कुरा। र यो पाइप हेर्नु भएको छ, यहाँबाट हामीले के गर्छौँ हार्ड वाटरलाई इन गराउँछौँ वा हार्ड वाटरलाई सप्लाई गर्छौँ है। एउटा कुरा बुझ्नु, हार्ड वाटर मैले यताबाट सप्लाई गरेँ यहाँबाट यसरी 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 यो पाइप हुँदै यहाँ तल आयो है। यहाँ कोर्स स्यान्ड छ, एकदम मसिना बालुहरू पेबल्सहरू यहाँ छ है, यहाँ तल राखिएको छ। यहाँ बिचमा जियोलाइट छ अथवा पर्मिटिड भन्छ, जियोलाइट छ है। यहाँ कोर्स स्यान्ड भयो, यहाँ पर्मिटिड भयो है। र यहाँ माथि हाम्रो यही हार्ड वाटर चाहिँ यो छानिँदै यहाँ पर्मिटिड हुँदै यहाँ माथि जुन कलेक्ट हुन्छ यो चाहिँ हाम्रो के भयो सफ्ट वाटर भयो है। र यताबाट हामीले के हाल्छौँ 10% NaCl सल्युसन हाल्छौँ। किन हाल्छौँ यो कुरा म बताउँछु तपाईलाई। अहिले यति बुझ्नुस्, यहाँ माथि सफ्ट वाटर कलेक्टेड हुन्छ र यो ट्युब हुँदै यहाँ चाहिँ कलेक्ट हुन्छ सफ्ट वाटर। यति कुरा बुझ्नुभयो। यहाँ केही पनि त्यस्तो हार्ड एन्ड भास्ट कुरा केही छैन है। यति कुरा बुझ्नुभयो भने पुग्यो के तपाईले। यहाँ जियोलाइट राखिएको छ, अब सब काम यो जियोलाइटले गर्छ के। यो जियोलाइट भनेको एउटा सेक्युरिटी गार्ड हो है। यो चाहिँ सबैलाई माथि जान दिँदैन है, यसले सबैलाई माथि जान दिँदैन। जुन हार्ड बनाउने कम्पोनेन्ट हाम्रो बाइकार्बोनेट्सहरू छ है, बाइकार्बोनेट सल्फेट क्लोराइड्सहरू छ, यिनीहरूलाई के गर्छ भने आफूसँग ट्र्याप गरेर राख्छ, माथि जान दिँदैन। आफूसँग ट्र्याप गरेर राख्छ, बाँधेर राख्छ, जान दिँदैन। र सफ्ट वाटर मात्र माथि जान्छ है। त्यो हार्ड बनाउने जुन कम्पोनेन्टहरू थियो यो पर्मिटिडले आफूसँगै राख्छ, त्यसले जान अलाउ गर्दैन माथितर्फ है। यसरी नै यसले सफ्ट बनाउँछ वाटरलाई। क्लियर। त्यो अब यो किन हालिएको छ त्यो कुरा अब म बताउँछु। यो चाहिँ किन हालिएको छ, यो चाहिँ फेरि जियोलाइट बनाउनको लागि, जियोलाइट रिफर्मेसन गर्नको लागि यो चाहिँ 10% NaCl राखिएको छ। अब हेर्नुस्, यहाँ यति कुरा बुझ्नुभयो भने मजाले तपाईहरुले एक्सप्लेन गर्न सक्नुहुन्छ है। अब यो फिगर हेरेर तपाईले इंग्लिशमा मिलाएर लेख्न सक्नु हुँदैन र अब के लेख्नुहुन्छ, यो फिगर बनाउनुस् अनि के लेख्नुस् प्रोसिजरमा फ्रम द एबभ डायग्राम वी इनलेट द हार्ड वाटर फ्रम द पाइप। यहाँ नाम पनि दिन सक्नुहुन्छ, ABC यसरी नाम पनि दिन सक्नुहुन्छ, जसको कारणले एक्सप्लेनेसन गर्न सजिलो हुन्छ। सो हामीले सुरुमा यो पाइप थ्रु हार्ड वाटर इनलेट गराउँछौँ एन्ड द वाटर रिच टु द बेस लेभल अफ द कन्टेनर्स। यसरी भनेर तपाईले आफ्नै ल्याङ्ग्वेजमा मिलाउन सक्नुहुन्छ। एन्ड द बेस level of container is filled with the coarse sand and pebbles and the water gradually rise up through the permuted which is also known as zeolite and its formula is ... लेख्न सक्नुहुन्छ है। अब जियोलाइट को फर्मुला के छ त्यो जान्नु पर्छ है। अब त्यो जियोलाइट थ्रु माथि अराइज हुँदै जान्छ वाटरहरू र जियोलाइट सँग जसरी पुग्छ त्यहाँ हार्ड वाटरमा रहेका जुन हाम्रो बाइकार्बोनेट्सहरू छन् तिनीहरू रिएक्सन गराउँछन् भनेर लेख्न सक्नुहुन्छ। एन्ड द हार्ड वाटर रिच अप टु जियोलाइट अर पर्मिटेड इट देन देयर अकर रिएक्सन एन्ड द रिएक्सन इज गिभन बिलो भनेर तपाईले रिएक्सन देखाइदिन सक्नुहुन्छ है। अब त्यो रिएक्सन अहिले हामी कुरा गर्छौं। जसरी त्यो रिएक्सन तपाईले देखाउनुहुन्छ त्यसपछि तल लेख्नुस् कि द जियोलाइट प्रेजेन्ट एट द मिडल अफ द कन्टेनर ट्र्याप द साल्ट अफ द क्याल्सियम एन्ड म्याग्नेसियम with it and do not allow to move upward भनेर तपाईले लेख्न सक्नुहुन्छ कि यसले त्यो जुन वाटर छ त्योसँग मुभ गर्न अलाउ दिँदैन, अराइज हुन अलाउ गर्दैन। यसले आफूसँग ट्र्याप गरेर राख्छ है, जसको कारणले यो वाटर सफ्ट हुन जान्छ। सकियो है। र यो जुन ट्र्याप गरेको हुन्छ जुन कार्बोनेट्सहरूलाई जियोलाइटले, अब त्यो चाहिँ योसँग फेरि रिएक्सन गराउँछ अनि फेरि जियोलाइटको फर्मेसन हुन्छ। अब हेर्नुस् यहाँ इन दिस मेथड हार्ड वाटर इज पास थ्रु द बेड अफ स्पेशल मटेरियल जसलाई हामी जियोलाइट भन्छौँ। बुझ्नुभयो, जियोलाइट त्यसैले भन्छ है। त्यो बेड हो स्पेशल बेड मटेरियल जसले फिल्टर गर्ने काम गर्छ। व्हिच हैज प्रोपर्टी अफ रिमुभिङ क्याल्सियम एन्ड म्याग्नेसियम फ्रम द वाटर। त्यही कुरा भने है, यसले के गर्छ
रिमुभ गर्छ अथवा आफूसँग ट्र्याप गरेर राख्छ। एन्ड सब्स्टिट्युटिङ सोडियम इन देयर प्लेस बाई आयन एक्सचेन्ज। आयन एक्सचेन्ज मेथड्सबाट के गर्छ, रिप्लेसमेन्ट गराइदिन्छ कि क्याल्सियम र म्याग्नेसियमको जुन साल्टहरू छ आफूसँग राख्छ र त्यो वाटरलाई मात्र माथितर्फ अलाउ गर्छ कि। दिस इज एप्लाइड टु रिमुभ द टेम्पोररी एन्ड पर्मानेन्ट हार्डनेस अफ वाटर सेम टाइममा उसले टेम्पोररी र पर्मानेन्ट हार्डनेस अफ वाटरलाई रिमुभ गर्छ है। यो चाहिँ एउटा मेन एडभान्टेज रहेको छ पर्मुटेड प्रोसेसको। ओके, बुझ्नुभयो। अब कसरी हुन्छ तपाईँ यहाँ बुझ्नुहोस् है। पर्मुटेड भनेको के हो अब यो बुझ्न आवश्यक छ है। पर्मुटेड इज अ कम्प्लेक्स कम्पाउन्ड विच अकर नेचुरल्ली बट मे अल्सो सिन्थेसाइज। यो नेचुरल्ली अकर हुन्छ तर हामी यसलाई बनाउन पनि सक्छौँ है। द कमन आर्टिफिसियल जियोलाइट इज पर्मुटेड है। आर्टिफिसियल जुन जियोलाइट हुन्छ त्यसैले पर्मुटेड भन्छ। यसको फर्मुला के हुन्छ, Na2Z। अब यो जियोलाइटको पनि एउटा ठुलो फर्मुला छ, त्यो फर्मुला के हो, Al2Si2O8.XS2 हो। यो चाहिँ जियोलाइटको फर्मुला भयो। सो यो जियोलाइट यति जियोलाइट हो कि सो यसको साटोमा हामीले जेडको डाइरेक्ट प्रयोग गर्छौँ, वेयर जेड भनेको यति हो। सो तपाईँले यसरी पनि लेख्दा हुन्छ कि यतिको अगाडि तपाईँहरूले के लेख्न सक्नुहुन्छ, यसरी Na2 यसरी लेख्न सक्नुहुन्छ। सो यति लेख्न अलि झ्याउ होला भनेर Na2Z लेख्ने, वेयर जेड इक्वल टु यति लेख्दा हुन्छ। बुझ्नुभयो। सो जियोलाइट यति हुन्छ। अब जसरी त्यो पानी अराइज हुँदै गयो जियोलाइटसम्म जब हार्ड वाटर पुग्यो, अब यो त तपाईँको सोडियम जियोलाइट भयो होइन। यही सोडियम जियोलाइटले अब रिएक्सन गर्छ कोसँग, क्लोराइड अफ क्याल्सियम अथवा सल्फेट अफ क्याल्सियम अथवा बाइकार्बोनेट अफ क्याल्सियम, बाइकार्बोनेट अफ म्याग्नेसियमसँग रिएक्सन गराउँछ सोडियम जियोलाइट। अब यो रिएक्सन गरायो भने के बनाइदिन्छ, ल भन्नुहोस् त। Na ले रिएक्सन गराइदियो Clसँग, NaCl बन्यो अनि Ca ले जेडसँग CaZ बनाइदियो। अब यही चाहिँ हाम्रो के भयो, क्याल्सियम जियोलाइट। यो चाहिँ के भयो, ट्र्याप गरेर आफूसँग राख्यो कि यो ट्र्याप गरिहाल्यो, जानै दिएन र यो NaCl हाम्रो बाई प्रोडक्ट साल्ट बनिसक्यो। यो रिएक्सनमा हेर्नुहोस् म्याग्नेसियम जियोलाइट अलग बस्यो, यो सोडियम सल्फेट बनाइदियो, साल्ट बनाइदियो है। सो यसले हामीलाई केही मतलब छैन है। मेन हाम्रो यहाँ जियोलाइटले हार्ड बनाउने मेटेरियललाई के गर्यो, आफूसँग राख्यो है। सो यसले आफूसँग राख्यो है। अब यो चाहिँ ट्र्याप भयो कि पानीसँग मिसिन पाएन, अब छुट्टियो पानीबाट। अब हेर्नुहोस्, अब यसको प्रोसिजरहरू तपाईँले के लेख्नुहुन्छ, मेन कुरा मैले बुझाइसकेँ, त्यही कुरा मैले जे कुरा यहाँ भने त्यही रिएक्सन देखाएको छ है। अब यो र यो कुरा, अब जब यो कुराहरू रिएक्सन हुन्छ योसँग 10% NaClसँग है, NaClसँग यति कुरा के भने त्यो चाहिँ रिफर्मेसन अफ जियोलाइट गराउँछ, रिफर्मेसन गराउँछ, जियोलाइटको रिफर्मेसन हुन्छ है। ल सो यो डायग्राम बनाउनु होला। अब प्रोसिजर, अ टल सिलिन्ड्रिकल भेसल अथवा कन्टेनर फिटेड विथ 2 इनलेट्स, दुईटा इनलेट्स छ, एउटा हार्ड वाटरको एउटा सफ्ट वाटरको है, अर्को चाहिँ के को छ, NaCl को छ हैन। सो दुईटा आउटलेट रहेको छ, एउटा इनलेट रहेको छ। यसरी तपाईँले ल्याङ्ग्वेज मिलाउनु छ। सो हेर्नुहोस् त 2 इनलेट एन्ड 2 आउटलेट, दुईटा इनलेट रहेको छ, दुईटा आउटलेट रहेको छ है। यो इनलेट इनलेट, यहाँ आउटलेट आउटलेट यहाँ छ क्या, बुझ्नुभयो। सो दुईटा इनलेट दुईटा आउटलेट रहेको छ। हेर्नुहोस् त, इज फिल्ड विथ द स्यान्ड एट इट्स बटम, बटममा स्यान्ड पेबल्सहरू है राखिएको छ। एन्ड पर्मिटेड एबभ द स्यान्ड, स्यान्डको माथि पर्मिटेड राखिएको छ अथवा जियोलाइट भन्छौँ है, त्यो राखिएको छ। सोन इन फिगर, जसरी फिगरमा देखाइएको छ। व्हेन हार्ड वाटर कन्टेनिङ, यो कम्पोनेन्टहरू पास गराइन्छ भेसल्समा थ्रु इनलेट, सोडियम आयन अफ द पर्मिटेड इज एक्सचेन्ज। हेर्नुहोस् त एक्सचेन्ज गर्यो कि नै, क्याल्सियम र म्याग्नेसियम आयनहरू कोसँग गएर बस्दिन्छ, जियोलाइटसँग बस्दिन्छ थ्रु द आयन एक्सचेन्जबाट। हेर्नुहोस् न के भयो, जसरी इनलेट गरायौँ भने के हुन्छ, क्याल्सियम र म्याग्नेसियम जुन आयन छ त्यो चाहिँ के एक्सचेन्ज गराइदिन्छ अनि जियोलाइटसँग बस्दिन्छ के, बुझ्नुभयो। जसरी हार्ड वाटर हामी पास गराउँछौँ, यो हेर्नुहोस् त क्याल्सियम सल्फेट, क्याल्सियम क्लोराइड, म्याग्नेसियम सल्फेट, यिनीहरू
पास हुन्छन् भेसल्समा इनलेट थ्रु भने सोडियम आयन जुन छ पर्मुटिडको है Na2Z जुन छ यो चाहिँ एक्सचेन्ज हुन्छ कोसँग अब योसँग बसेको यो जियोलाइट चाहिँ गएर यिनीहरूसँग बस्दिन्छ के बुझ्नुभयो एक्सचेन्ज भयो कि एक्सचेन्ज भयो मैले रिएक्सन देखाएको पनि एक्सचेन्ज भयो अनि हार्ड वाटर टु प्रोड्युस इनसोलुबल अब जुन सलुबल जुन साल्टहरू थिएन त्यो चाहिँ इनसोलुबल भइदिएन के है इनसोलुबल क्याल्सियम और म्याग्नेसियम के भन्यो अनि एल्युमिनियम सिलिकेट बनायो इनसोलुबल साल्ट बनाइदियो के बुझ्नुभयो ओके एल्युमिनियम सिलिकेट भनेको त्यही जियोलाइटलाई भनेको छ के त्यो चाहिँ के बनाइदियो म्याग्नेसियम जियोलाइट बनाइदियो क्याल्सियम जियोलाइट बनाइदियो जसरी यहाँ छ हेर्नुस् त जियोलाइट बनाइदियो बुझ्नुभयो थस हार्ड वाटर राइजिङ जुन हार्ड वाटर राइज भइरहेको थियो माथितर्फ त्यो चाहिँ सफ्ट हुन पुग्छ गोज आउट थ्रु द आउटलेट प्रोभाइडेड एट द टप अफ द भेसल्स जुन आउटलेट छ टप अफ भेसलमा छ त्यो थ्रु आउट हुन्छ अब रिजेनेरेसन के हुन्छ मैले बताइसकेँ आफ्टर सम टाइम्स द होल Na2Z के हो सोडियम जियोलाइट गेट चेन्ज इन्टु म्याग्नेसियम एन्ड क्याल्सियम जियोलाइट अब त्यही कुरा मैले भने जुन म्याग्नेसियम र क्याल्सियम जियोलाइट बनेको छ यहाँ हेर्नुस् त यो चाहिँ फेरि रिजेनेरेट हुनु पर्यो सो यसबाट फेरि हाम्रो Na2Z बन्नु पर्यो सोडियम जियोलाइट बन्नु पर्यो है सो त्यही काम अब हुन्छ यो MgZCAZ जुन छ अब यो फर्दर चाहिँ Na2Z मा चेन्ज हुन्छ अब हेर्नुस् एन्ड फर्दर रिएक्सन स्टप्स त्यसपछि त्यो रिएक्सनहरू स्टप हुन्छ अब रिजेनेरेसन हुन्छ एन्ड द एक्सहास्टेड पर्मिटेड इज ट्रिटेड विथ 10% NaCl र माथिबाट जब NaCl इनलेट गरिएको छ त्यो चाहिँ ओरिजिनल पर्मिटेड रिजेनेरेटेड हुन्छ अब 10% NaCl जब हामी पास गराइदिन्छौँ सिलिन्डर थ्रु हाम्रो MgZ र CaZ सँग रिएक्सन गराउँछ अब हेर्नुस् NaCl सँग रिएक्सन गरायो Na2Z बन्यो है Na2Z फेरि बन्यो कि नै नेचुरल जियोलाइट र म्याग्नेसियम क्लोराइड बन्यो फेरि योसँग रिएक्सन गर्यो फेरि हाम्रो जियोलाइट बन्यो कि नै सेम यही प्रोसेस हुन्छ रिजेनेरेसनमा त्यो NaCl 10% किन इनलेट गराएको थियो माथिबाट बुझ्नुभयो रिफर्मेसन गराउनको लागि जियोलाइटको है यही काम हो यो ल्याङ्ग्वेज त सबै आफैले मिलाउन सक्नुहुन्छ केही भन्नु पर्दैन है यहाँबाट ल सो यति कुरा बुझिसक्नुभयो अब हेर्नुस् एकदम सिम्पल कुरा मेथड अफ प्युरिफिकेसन अफ ड्रिङ्किङ वाटर 1 नम्बर बोइलिङ छ बोइलिङ वाटरलाई हामीले रोल्ड बोइल 5 देखि 10 मिनट गर्यो भने त्यो चाहिँ एकदम शुद्ध हुन्छ प्युरिफिकेसन हुन्छ है पानीलाई 5 मिनट तताएर काम छैन जब त्यो बोइल हुन स्टार्ट हुन्छ है जब उम्लिन थाल्छ त्यसपछि उम्लिन जब स्टार्ट हुन्छ त्यसपछि 10 मिनटसम्म त्यसलाई उमालिराख्नुस् अनि त्यसपछि त्यो चाहिँ एकदम शुद्ध हुन्छ पिउने लायक हुन्छ किनकि जब 10 मिनटसम्म त्यसलाई बोइल गर्नुहुन्छ है बोइल भनेको सुरुदेखि 10 मिनट हैन जब त्यो उम्लिन स्टार्ट हुन्छ बिचबाट है त्योदेखि 5 मिनट चाहिँ उम्लिनु पर्यो कि 5 मिनट त्यसले भनेको छु त्यो 5 मिनट उम्लेपछि मात्र त्यहाँ भएको ब्याक्टेरिया स्पोर्स सिस्टहरू डाइड हुन्छन् है बुझ्नुभयो ओके अनि त्यो चाहिँ पिउने योग्य हुन्छ यति बुझ्नुस् फिल्ट्रेसन वाटर क्यान बी प्युरिफाइड बाइ फिल्ट्रेसन अब सेरामिक फिल्टर्सहरू हुन्छ ठुला ठुला नयाँ बजारहरूमा अब आधुनिक फिल्टरहरू आइसकेका छन् त्योबाट पनि हामी फिल्टर गर्न सक्छौं है हाम्रो घरमा के थियो भने पहिला जमानामा त्यो चाहिँ पेबल्सहरू के साना साना ढुङ्गाहरू त्यो काँटीहरू नेल फलामको काँटीहरू बालुवाहरू राखेर त्यो फिल्टर बनाइन्थ्यो कि एउटा सिमेन्टको त्यसबाट छानेर खाने गर्थ्यौं है त्यो पनि एउटा फिल्ट्रेसन प्रोसेस भयो अहिले त आधुनिक युगमा नयाँ फिल्टर आइसकेको छ है सो त्यसबाट नै हामी फिल्टर गर्न सक्छौं सो पढ्नु होला है त्यही कुरा छ एउटा क्यान्डलवाला पनि आउँछ है यसरी हुन्छ त्यसमा 3-4 वटा क्यान्डल हुन्छ है सेतो सेतो चुन जस्तो पानी यहाँबाट हाल्छौं भने यहाँ तल एउटा अझै कन्टेनर हुन्छ यहाँबाट पानी चुबिदै जान्छ यो क्यान्डल थ्रु यहाँ बुँद बुँद एकदम यहाँबाट खस्छ अनि यहाँ आउटलेट हुन्छ है यो पनि एउटा फिल्टर हो क्यान्डलवाला फिल्टर हो यो है यो चाहिँ इफेक्टिभ छन् यसले एकदम टोटल्ली इफिसिएन्ट छ भनेर भन्न सकिन्न
तर जे होस् यसले राम्रै फिल्टर गर्छ है। सो यो पनि एउटा मेथड अफ फिल्ट्रेसन भयो, वाटर प्युरिफिकेसन भयो। अर्को केमिकल मेथड ब्लिचिङ पाउडर CaOCl2 को प्रयोग गरेर हामीले वाटरलाई डिसइन्फेक्ट गर्न सक्छौँ। क्लोरिन यो म्याक्सिमम युज हुन्छ है, वाटरमा क्लोरिन मिसाएर त्यसलाई प्युरिफाई गर्न सकिन्छ। आयोडिन र ओजोन मिलाएर पनि गरिन्छ है। सो सम्झिनु होला, इक्जाममा कहिलेकाहीँ सोधिदिन सक्छ है। अर्को हेर्नुहोस् क्लोरिनेसन। क्लोरिन इज पावरफुल केमिकल द्याट हेज बिन युज्ड फर मेनी इयर टु ट्रिट वाटर फर हाउस होल्ड। त्यही कुरा आइसक्यो, मजाले आफैले पढ्नुहोस् है। क्लोरिन मिसाएर वाटरलाई प्युरिफाई कसरी गर्ने, त्यसको एउटा ट्याब्लेट आउँछ कि क्लोरिनको, अनि मजाले मिसाइदिएपछि पुरा शुद्ध हुन्छ कि त्यसले त्यो पानीमा रहेको जति पनि ब्याक्टेरिया, जर्म्स, प्यारासाइट्सहरू हुन्छ सबलाई किल गरिदिन्छ अनि त्यो पिने योग्य बनाइदिन्छ क्या। बुझ्नुभयो? ओके। सो यो एकचोटि पढ्नु होला, यहाँ के भनेको छ त्यो सम्झिनु होला है। एकदम सजिलो छ, म यसको बारेमा धेरै कुरा भनिनँ है। एकचोटि सर्लक्क पढ्नु होला है, यसलाई एकदम सजिलो छ। अब हेर्नुहोस् हेभी वाटर। हेभी वाटर यहाँबाट सोध्न सक्छ है इक्जाममा। यसलाई हेभी वाटरलाई ड्युटेरियम अक्साइड पनि भन्छ, D2O यसको फर्मुला हो। इक्जाममा कहिलेकाहीँ राइट द सर्ट नोट एबाउट हेभी वाटर भनेर भनिदियो है, अथवा सर्ट नोट्स भनेर तपाईँलाई ड्युटेरियम अथवा हेभी वाटर भनिदियो। 2-3टा सोधिदिन सक्छ। आइसोमेरिजम भनिदियो है, यसै गरी तपाईँलाई फङ्सनल ग्रुप भनिदियो। 2-3टा सर्ट नोट दिन्छ इक्जाममा, त्यो पनि सर्ट नोटमा आउन सक्छ है, पढ्नु होला। ड्युटेरियमको फर्मुला D2O हो, यसलाई हेभी वाटर पनि भन्छ है। यसको मोलिकुलर वेट 20 हुन्छ। ल अब हामी यसको युजेज हेर्छौँ। युजेजमा के छ भने इट इज युज एज मोडरेटर एन्ड कुलेन्ट। कुलेन्टको रूपमा युज हुन्छ न्युक्लियर रिएक्टर्समा। ट्रेसर्सको रूपमा युज हुन्छ मेटाबोलिक प्रोसेसमा। हाम्रो पाचन प्रणाली जुन छ त्यसमा के ट्रेस गर्नु पर्यो भने पनि यो हेभी वाटरको प्रयोग गरिन्छ। र यसै गरी हेभी हाइड्रोजन प्रिपरेसन गर्नमा पनि यसको प्रयोग गरिन्छ है। सो यो केमिकल हो, यसको डिफ्रेन्ट युजेसहरू छ केमिस्ट्रीमा है त। सो इक्जाममा के कस्तो क्वेसन सोध्छ त्यो पनि हेरिहालौँ है, एकचोटि हेरौँ है। सो इक्जाममा कसरी क्वेसन सोध्छ यहाँ हेरिहाल्नुहोस् है। वाट इज मिड बाई हार्ड वाटर। हार्डनेस अफ वाटर भनेको के हो? यस्तो वाटर जुन चाहिँ लेदर अफ सप डज नट प्रोड्युस भनेको द वाटर विच डज नट प्रोड्युस लेदर विथ सप एन्ड कन्टेन साल्ट अफ के भन्छ बाइकार्बोनेट्स, क्लोराइड अर सल्फेट्स अफ के को क्याल्सियम र म्याग्नेसियम कन्टेन गरेको छ भने त्यसलाई हामी हार्ड वाटर भन्छौँ, हार्डनेस अफ वाटर भन्छौँ है। जसले बढी फिज निकाल्दैन र बाइकार्बोनेट्स, सल्फेट, क्लोराइड्स अफ क्याल्सियम र म्याग्नेसियम कन्टेन गरेको छ त्यस्तालाई हामी के भन्छौँ? हार्डनेस अफ वाटर भन्छौँ है। र यसलाई कसरी रिमुभ गर्न सकिन्छ? पर्मानेन्टली बाई आयन एक्सचेन्ज मेथड भनेको त्यही मेथड छ कि हाम्रो जियोलाइट युज गरेर गर्ने है, पर्मुटेड प्रोसेसबाट। मजाले गर्न सकिन्छ, मजाले सकिन्छ। अब हेर्नुहोस् त यहाँ गिभ रिजन एउटा सोधेको छ, वाइ कन्टेनिङ वाटर डज नट प्रोड्युस लेदर विथ सप। किनकि त्यहाँ के हुन्छ, त्यहाँ साल्टहरू हुन्छ, बाइकार्बोनेट, सल्फेट एन्ड क्लोराइड्स अफ क्याल्सियम, म्याग्नेसियम हुन्छ, त्यसै कारणले त्यो लेदर विथ सप प्रोड्युस हुँदैन। गिभ रिजनमा सोधेको छ है, मजाले लेख्न सक्नुहुन्छ। र कसरी त्यो चाहिँ टेम्पोररी र पर्मानेन्ट तरिकाले हार्डनेस अफ वाटर रिमुभ गर्ने त्यो सोधेको छ है। यहाँ मजाले पढिसक्यौँ हामी। अर्को हेर्नुहोस्, हार्डनेस अफ वाटर भनेको के हो? सेम क्वेसन। कसरी हार्डनेस अफ वाटरलाई टेम्पोररी तरिकाले रिमुभ गर्न सकिन्छ? क्लार्क प्रोसेसबाट है, लाइम प्रयोग गर्ने, लाइमबाट, अनि अर्को बोइलिङबाट। मजाले डिटेलमा एक्सप्लेन गरिदिनुहोस्। लाइम क्याल्सियम हाइड्रोक्साइडको युज गरेर जुन सल्युबल साल्ट थियो त्यो चाहिँ इनसल्युबल भएर फिल्ट्रेसनबाट हामी मजाले छुट्याउन सक्छौँ, सकियो हैन। अनि ओस्टवाल्ड प्रोसेस मैले पढाइसकेको छु, तपाईँहरूले पढ्नु भएको छैन भने है ह्याबर प्रोसेस पनि पढाइसकेको छु है, बुझ्नुभयो? यो एउटा इम्पोर्टेन्ट क्वेसन छ सल्फ्युरिक एसिड, यो पनि पढाउँला है त। ल अर्को हेर्नुहोस् त, अर्को कहीँ के क्वेसन्सहरू बाँकी छ? ल यहाँ हेरिहाल्नुहोस्, तल पनि एउटा क्वेसन छ। हार्ड वाटर भनेको के हो? कसरी रिमुभ गर्ने हार्डनेस अफ वाटर बाई पर्मुटेड प्रोसेस? सेम क्वेसन, भेरी भेरी इम्पोर्टेन्ट छ है। ल पढ्नु होला। अल द बेस्ट।